वर्ड रेकर्ड गर्ने र ध्वनि प्रवाहसँगै मार्केटिङ गर्ने बेलामा भाषण सुन्न नपुगेको बेलामा अडियो सुनेर पनि त्यो नेताको पक्षमा सिम्प्याथी गर्ने र फ्यान बन्ने जमाना थियो। हो, त्यो बोलीको जुन शैली मन पराएर मदन भण्डारीको इमेज र त्यो भाषणको इमेज क्यासेट प्लेयर क्यासेट बिक्री गर्थ्यो नि। तर जमाना अहिले धेरै बोलेर बाटो होइन इमेजले भोट पाउँछ भनेर यसैपालि चुनावमा देखियो। त्यस्तै लाग्छ। यसको मतलब अब अक्षर र वर्डले होइन इमेजले मार्केटिङ गरेर देखियो। हो, सँगसँगै मैले जोड्न खोजेको नि हामी नजिकै जसको आँगनमा छौँ अलिमियाले के भन्ने गर्नुहुन्थ्यो भने नि घर पनि छैन दाइ मेरो डर पनि लाग्दैन कसैको भन्नुहुन्थ्यो। त्यो सबैलाई मन पराउँथ्यो। यसको मतलब कि सबैजनाको भाइब्रेन्ट वर्डलाई उसले अल्गोरिदम गरेर आउँथ्यो। कुरा हो यो अक्षर अहिले डिजिटल सोसल मिडिया र एआईको जमानामा यो अल्गोरिदम जुन मेथड छ नि जुन फर्मुला छ नि जसले सन्तुष्टि सिलेक्सन गरेर खोज्नेलाई रोज्ने कुरा दिएर आफ्नो हुकिङमा राखिरहने त्यो टेक्निक यो अल्गोरिदमको पछि लाएर कतै पुस्तकालयको पुस्तक बिर्सने पो हो कि नयाँ पुस्ताले के अब हामीलाई पुस्तकालय चाहिने होइन र अल्गोरिदमले हामीलाई सबै सन्तुष्टि पुर्याउँछ र पुस्तकालय किन चाहिने त्यो भन्नुहोस् न। पुस्तकालय किन चाहिन्छ अनि त्यसपछि डिस्कस गरौँ। किन चाहिन्छ पुस्तकालय? फर इक्जाम्पल वाइ डु यु थिङ्क पुस्तकालय चाहिन्छ त भन्नु। पुस्तकालय चाहिन्छ भने अफलाइन पढ्ने सम्भावनाका लागि बिजुली नभए पनि उपलब्ध हुनका लागि पुस्तकालय त जरुरी हो। घोत्ल्याई त्यसलाई अक्षर जोडेर फोरेर रस लगाउँदै सोध्न पाइने हो। त्यो हराउँदैन त्यसकारणले अक्षर र प्रेस जरुरी हो। पुस्तकालयले त्यो सुविधा दिन्छ। म त्यहाँ आउँदै थिएँ जस्तो जब तपाईँ लेखनको माध्यमबाट तपाईँ अडियो माध्यम र अडियो भिजुअल माध्यममा जानुहुन्छ तपाईँ आइडियाबाट तपाईँ प्रस्तुतिमा जानुहुन्छ। मैले त्यही भने यदि तपाईँलाई आइडिया चाहिने हो भने समाज आइडियाले चल्ने हो भने समाज परिवर्तनको लागि नयाँ नयाँ विचारहरू निर्माण गर्नुपर्ने हो भने फिलोसोफी तपाईँलाई चाहिन्छ यो समाजलाई निर्माण गर्न समाजलाई बुझ्नलाई भने पढ्नै पर्छ। तपाईँलाई अडियोले अडियो भिजुअलले तपाईँले त्यो एटेन्सन स्प्यान दिनै सक्नुहुन्न। त्यसकारणले अब मेरो विचारमा तपाईँ यदि आइडियाले समाज चल्छ दर्शन चाहिन्छ समाजको लागि भन्ने तपाईँलाई लाग्छ भने तपाईँ पढ्नै पर्छ। तर एउटै यहीँनिर मैले हजुरलाई रोकेँ है मेरो पुस्तकालयमा नभएको मेरो देशमै नभएको तर डिजिटल वर्ल्डमा भएको कुनै न कुनै किताबलाई मैले डिजिटल अल्गोरिदमको नेटवर्कबाट अन्यत्रको अर्को ध्रुवको किताब पनि त अडियो टेक्स्ट पनि त अर्को भाषामा लेखेको पनि अनुवाद गरेर पनि त ज्ञान निर्माणको सम्भावना त अल्गोरिदम सपोर्ट गरेको छ नि त। एआईले त्यसो गर्दैन भने यस्तो भयो। एल्गोरिदम भनेको त के हो र हाम्रो शरीर चल्ने एल्गोरिदमले हो। हामीले सामान्य समस्याहरू समाधान गर्ने एल्गोरिदम भनेको त के हो र कुनै एउटा समस्यालाई समाधान गर्ने एउटा तरिका हो एल्गोरिदम होइन। अब x² + 2 = 0 हो x को भ्यालु कसरी निकाल्ने भन्ने एउटा एल्गोरिदम छ। त्यो एल्गोरिदम अनुसार गयो भने x को भ्यालु कति निस्कने हो निस्कन्छ। एल्गोरिदम भनेको त के हो र यो एल्गोरिदमलाई अलिकति कस्तो चर्को बुझे जस्तो लाग्छ अहिले हामीले होइन। एल्गोरिदम भनेको यो एउटा तरिका एउटा रेसिपी हुन्छ। त्यो रेसिपी हाम्रो खाना बनाउने एल्गोरिदम हुन्छ तरकारी बनाउने एल्गोरिदम हुन्छ होइन। अब चिकन बनाउने एउटा एल्गोरिदम हुन्छ मटन बनाउने अर्को एल्गोरिदम त सबै चिजमा हुन्छ नि होइन। अब यो यहाँ हामीले नेपाली अहिले समाजमा यो अहिलेको वर्तमान परिप्रेक्ष्यमा आएको एल्गोरिदम चाहिँ के हो त्यो केलाई भनिएको त्यो एल्गोरिदम भन्दाखेरि यो एल्गोरिदम भनेको हामीले अहिले प्रयोग गर्ने मिडिया खास गरी प्लेटफर्म बेस्ड मिडिया खास गरी त्यसमा सोसियल मिडिया त्यसले खोज्ने जुन एटेन्सन त्यसले जुन क्यास गर्ने जुन एटेन्सन इकोनोमी छ त्यो एटेन्सन इकोनोमीको आधारमा त्यसलाई अप्टिमाइज गरेर मान्छेको एटेन्सनलाई अप्टिमाइज गरेर त्यो मोबाइलमा अथवा त्यो प्लेटफर्ममा हुक गरिराख्ने फर्मुलालाई हामीले अलिकति शङ्काको दृष्टिकोणले हेरेको। x² = 4 छ भने x को भ्यालु 2 निकाल्ने एल्गोरिदम हामीलाई ट्रान्सपेरेन्ट छ। कसरी निस्केको भनेर सरले भनिदिन सक्नुहुन्छ म्याडमले भनिदिन सक्नुहुन्छ अथवा तपाईँहरू सामान्य विद्यार्थीलाई थाहा हुन्छ स्क्वायर रुट निकाल्ने तरिका। तर तपाईँले आज बिहान एउटालाई लाइक गर्नुभयो एउटा कुनै
भिडियोलाई लाइक गर्नुभयो र त्यस्तै भिडियो फेरि तपाईँको फिडमा आइगर्छ भने त्यो के एल्गोरिदमले आएको तपाईँलाई थाहा छ, हामीलाई थाहा छ, थाहा छैन। यस्ता ट्रान्सपेरेन्ट नभएका मेथडहरू जसले तपाईँलाई इन्फर्मेसन फिड गरिरहेका छन्, ज्ञानको स्रोत तपाईँको सोसियल प्लेटफर्म भयो, एआईबाट अलिकति, एआई भनेको एक किसिमले भन्दा स्टेरोइड भनौँ न, यो के अरे सोसियल मिडिया अन स्टेरोइड। त्यो सोसियल मिडिया अन स्टेरोइडले के गरिदियो भने तपाईँको दैनिक बिहेभियरलाई कमोडिटी बनाइरह्यो। तपाईँ के खानुहुन्छ, तपाईँ कहाँ जानुहुन्छ, कुनै पार्कमा गएर कति समय बस्नुहुन्छ, तपाईँ बाटोमा कति समय भुल्नुभयो, त्यो सम्पूर्ण कुराहरू तपाईँका बिहेभियर हुन्। ती बिहेभियरहरूलाई डाटामा कन्भर्ट गरेर त्यो डाटा सित्तैमा लिएर त्यो कमोडिफाई गर्यो त्यो मिडियमले। तनावको कुरो त्यो हो। तपाईँ अहिलेसम्म खोलाको कमोडिफाई भएको देख्नुभएको थियो। खोलालाई माल बनाएको, जग्गालाई माल बनाएको हामीले देख्यौँ। नेचुरल रिसोर्सलाई माल बनाएको चाहिँ हामीले देख्दै आएको हो। अहिले नयाँ के भइदियो भने तपाईँको आनी बानीलाई पनि माल बनाइयो। निश्चय नै। र यो एल्गोरिदमको समस्या हो, अहिलेको समस्या हो। निश्चय नै समय अनुशासन पालना गर्दै आज त हामीले विषयको बिउ मात्र रोप्या हो। यसलाई, यो सिडलाई सिडिङ, फिडिङ र ब्रिजिङ गर्ने काम यहाँहरूकै हो। हाम्रो छलफल आज यति टुङ्ग्याउँछौँ। जय होस्।